रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर 2 मा निर्माणाधीन कालिका डीह पुलको भविष्य अझै अनिश्चित देखिएको छ। 2077 सालमा ढलान गरिएको 15 दिन नपुग्दै भत्किएको यो पुलको पुनर्निर्माणले गति लिन नसक्दा स्थानीय बासिन्दाले शास्ति भोग्दै आएका छन्। कुल 8 करोड 50 लाख रुपैयाँको लागतमा 30 मिटर लामो र 11 मिटर चौडा बन्ने भनिएको यो पुल कोभिड-19 को लकडाउन अघि नै सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर निर्माण कम्पनी नीलगिरी नेशनल जेभीको लापरवाही र सरकारी निकायको फितलो अनुगमनका कारण पुलको काम अल्पत्र परेको छ। 2077 साल नेपाली निर्माण क्षेत्रका लागि एउटा दुःखद वर्षका रूपमा दर्ज भयो जब मायादेवीको कालिका डीह पुल ढलान गरिएको केही दिनमै भत्कियो। यो घटनाले निर्माण गुणस्तरमाथि गम्भीर प्रश्न खडा गरेको थियो। पुलको जग कमजोर भएको वा निर्माण सामग्रीमा कमसल प्रयोग गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि यस विषयमा कुनै आधिकारिक छानबिन प्रतिवेदन सार्वजनिक भएको छैन। घटनापछि निर्माण कम्पनी नीलगिरी नेशनल जेभीले तत्कालै कुनै ठोस कदम नचालेको र सरकारी निकायले पनि प्रभावकारी अनुगमन गर्न नसकेको स्थानीयको आरोप छ। पुल भत्किएपछि उत्पन्न भएको अन्यल र त्यसपछिको मौनताले पीडित स्थानीयलाई झन निराश बनाएको छ। यो पुलको कुल लागत 8 करोड 50 लाख रुपैयाँ छ। यो रकम राज्य कोषबाट खर्च हुने हो जुन जनताको करबाट सङ्कलन हुन्छ। तर निर्माण सम्पन्न हुनु अगावै पुल भत्किनु र त्यसपछि पनि लामो समयसम्म निर्माण कार्य अगाडि नबढ्नुले राज्य कोषको चरम दुरुपयोग भएको देखिन्छ। ठेक्का सम्झौता अनुसार लकडाउनभन्दा पहिले नै पुलको निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने थियो। तर करिब 5 वर्ष बितिसक्दा पनि पुलको भविष्य अनिश्चित रहनुले निर्माण कम्पनीको गैर जिम्मेवारीपन र सरकारी निकायको लापरवाही छर्लङ्ग पार्छ। समयमै काम सम्पन्न नहुँदा लागत पनि बढ्ने निश्चित छ, जसको भार अन्ततः जनतामाथि नै पर्नेछ। कालिका डीह पुल नबन्दा मायादेवी गाउँपालिकाका स्थानीय बासिन्दालाई प्रत्यक्ष असर परेको छ। दैनिक आवागमनमा समस्या, कृषि उत्पादन बजारसम्म पुर्याउन कठिनाई र आकस्मिक सेवाहरूमा ढिलाइ जस्ता समस्याहरूले स्थानीयको जनजीवन कष्टकर बनेको छ। विद्यार्थीहरूलाई विद्यालय जान र बिरामीलाई अस्पताल पुर्याउन समेत निकै समस्या भएको छ। स्थानीयले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल भएको छैन। सडक विभाग र स्थानीय सरकारले यस विषयमा देखाएको उदासीनताले जनतामा थप आक्रोश बढाएको छ।